हेलो गाइज दर्शन नमस्ते। यो फेरि मेरो दोस्रो छुट्टीमा म फेरि आइसकेँ केही नयाँ चिज लिएर। यो पालि चाहिँ के खाने विचार गरेको छु भने यो पालि चाहिँ अब यो लस्सी भन्छ के भन्छ यो नाम पनि के अनेक दिन्छ कसले राखेको नाम हो। जसले राखोस् खाने त हो नि, आफ्नो ज्यान बनाउने हो, ज्यान हेरौँ न फेरि खाँदै छ। आज हामीले के खाने प्लान गरेको छौँ भने लस्सी खाने प्लान गरेको छौँ। बनाना लस्सी, दही होइन, हामीले दही ल्याएको छौँ। यसपछि लाएर केरा ल्याएको छौँ। ट्याक्क खानु पऱ्यो नि त होइन, अर्ग्यानिक आफैले आफ्नै करेसाबारी उमारेको फलेको चाहिँ केरा हामीले 4 कोसा केरा ल्याइसकेका छौँ। प्लस यसमा हामीले चिनी हाल्नु पर्दो रहेछ होइन, चिनी एक प्याकेट अनि काजु पनि ल्याइसकेका छौँ। अनि किसमिस होइन, अनि यो त बिल हो, यो बिल देखाएर कुनै ठुलो आएर 2-4 लाख भनेको सामान्य कुरो हो। ल 2-4 लाख भनेको सामान्य बात तो सही है। अब हामी लस्सी बनाउँछौँ, हेर्दै गर्नु होला। ल गाइज काम गर्नु सुरु भइरहेको होइन, ठ्याक्क लाएर माहा खाइरहेको छ यार, भन्नु पर्दैन माहा खाइरहेको छ यार, भन्नु पर्दैन। कस्तो गाइज यार, म त यहाँ हाल्दा पनि मुखमा हालिरहेको छु होइन, सामान्य मिस्टेक भइहाल्छ होइन। कतिवटा हाल्नु 3टा। तपाईँहरू पनि यसरी खर्च गर्नुभन्दा आफैले अर्ग्यानिक गुलियो खानु पऱ्यो होइन। सुगर सुगर भयो। अब यसमा हामीले थोरै पानी हाल्नुपर्छ। कट पानी त सधैँ पानी लगाउँछौँ। केरा काम सक्यो, साइड राख्यो। अब हामीले काजु छ, थोरै धेरै होइन, यति भयो भने हुन्छ। पनि यति धेरै महँगो चिज माया लाग्छ होइन, यस्तो छ कम भयो। अब आएर अब दही धेरै हुन्छ यहाँ। गाइस काम भइरहेको है, काम भइरहेको, खाना मात्रै भाइ काम भइरहेको है, काम भइरहेको, खाना मात्रै भाइ। आफैले अर्ग्यानिक गरिरहेको छौँ, हामीले किनेर खाँदैनौँ। आफ्नै अर्ग्यानिक, आफ्नो परिसरबारी फलेको दही, फलेको केरा, फलेको काजु, फलेको किसमिस सब आफैले फला हो। यहाँ केही छैन यहाँ। ल गाइस, ल रेडी भयो। ल ठिक छ, केही छैन, आफैले खाने हो, केही फल पऱ्यो। आहा ल रेडी भयो। म जहिले पनि छुट्टी यो अनेक चिज बनाएर खाइरहन्छु। अगाडि पालि के खाएको होला थाहा छँदैछ, पानीपुरी खाइयो। यो पालि अब यति खायो भने ज्यान त बनिहाल्छ। ल ल हेर्नुहोस्, लस्सी बनिसकेको छ ट्याक्क। हजुरहरू पनि खान सिक्नु होला। धेरै आनन्द, नछुटाउनुलाई बनाएर खानुहोस्। यस्तो चिजहरू खाइरहनुपर्छ। यो जहाँ रक्सी भन्दा बियर भन्दा आफ्नै पैसा कमाउने, आफै टन्न यसरी खाने च्याट्ट लगाएर।